यही हो भुत्तेको जेरी। पोखराको पुरानो बजारमा रहेको सबभन्दा पुरानो दोकान जेरी पसल। यो जेरीको नाम हो भुत्ते। भुत्ते भनेको के भन्दाखेरि मेरो बाको निकनेम, उहाँको नामबाट चाहिँ अहिलेसम्म यो जेरी फेमस छ। पुर्खौली पेसा चाहिँ धानिरहेको छु। हामी जन्मेको थिएन, 100 वर्षभन्दा बढी भइसक्यो। बुवा पिटेपछि आमाले गर्नुभयो, आमाबाट हामीले काम सिक्यौँ, हामीबाट छोराहरूले सिक्दैछ। हाम्रो चाहिँ कस्तो हुन्छ, नेचुरल हुन्छ क्या, रङसँग हालेको हुन्न, कुनै केमिकल हालेको हुन्न होइन। म मरेपछि पनि मेरो छोरालाई सिकाइरहेको छु कि मेरो छोरा मास्टर पढेर भ्याइसक्यो, बाहिर गएन, सबै साथीहरू बाहिर गयो, ऊ चाहिँ यहीँ राखिरहेको छु। एउटा छोरा हो, एउटा छोरी हो। एकपल्ट ट्राई गर्नु तपाईँहरू पनि, तपाईँहरूले पनि। हाम्रो पोखरा भीमसिमटोल भुत्तेको जेरी पसलमा स्वागत छ। तपाईँहरूले खाएपछि मिठो नमिठोको स्वाद थाहा पाएर यसो प्रचार गरिदिनु। अरू दाजुभाइ दिदीबहिनीहरू पनि यसो पोखरा घुम्न आउँदाखेरि, पोखरा रमणीय ठाउँ छ, सुन्दर ठाउँ छ। माछा खुच्रा हेर्ने, बिन्दवासी मन्दिर तालबारी दर्शन गर्ने, तालहरू धुवा चलाएर घुम्ने, बिहान आएर मैले पकाएको जेरी खाएर घर जाने। स्टुडेन्ट भिजा त लाग्यो, अब सस्तो फ्लाइट टिकट कहाँबाट लिने भन्न चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने वी हेभ गट यु कभर। ट्रिप गाइड नेपालमा विभिन्न एयरलाइन्सहरू जस्तै टर्किस एयरलाइन्स, क्याथी पेसिफिक, मलेसिया एयरलाइन्स, एमिरेट्सहरूमा स्पेशल स्टुडेन्ट डिस्काउन्ट उपलब्ध छ नि। फेरि किन सोच्ने? फर मोर इन्फर्मेसन प्लिज कन्ट्याक्ट ट्रिप गाइड नेपाल, योर ट्रस्टेड ट्राभल पार्टनर।